फिल्म हेरेर मेरो आफ्नै बहिनी यसरी रोला भनेर मैले सोचेको पनि थिइनँ। सो सबैजनालाई स्वागत छ मेरो अर्को भिडियोमा। आज चाहिँ हाम्रो मुभी डे। आज चाहिँ हामी जाँदैछौँ गौँथली फिल्म हेर्नको लागि। आधा बाटोदेखि अटो समातेर हिँड्यौँ किनकि हामीलाई ढिलो भइसकेको थियो। त्यहाँ चाहिँ यस्तो भिड थियो हो, अगाडिको सो पनि पुरै हाउसफुल, पछिको सो पनि पुरै हाउसफुल। भिड नहुने त कुरै भएन। अनि यो चाहिँ हामीहरूको ग्रुप 14 जना थियौँ कि हामी एउटा ग्रुपमा। टाइम भइसकेको भयो र हामी गयौँ भित्र गएर मैले दिदीलाई आन्टीहरूलाई पनि देखेँ कि उनीहरूसँग चाहिँ हाम्रो कुनै पनि प्लानिङ थिएन कि त्यहाँ गएरै देखेको हो। 1.5 वर्षपछि गएको थिएँ कि म मुभी हेर्न। भिडियो चाहिँ हिजोको म आज पोस्ट गर्दैछु। हिजो टाइम भएन। फिल्म चाहिँ सुरुबाट नै इमोसनल रहेछ के। फेरि त्यसपछि चाहिँ हामीले आनन्दले फिल्म हेऱ्यौँ। अनि भयो इन्टरभलमा चाहिँ अब पपकर्न नखाइ पनि के मुभी हेर्न आएको अर्थ भनेर पपकर्न लिएर गएँ। अनि फोटासोटा खिचाएँ। फेरि फिल्म हेर्न गएँ। हामीसँग गएको ग्रुपमा नरुने चाहिँ म र मेरो साथी मात्रै थियौँ होला। अरू सबै चाहिँ रोएर खत्तमै हुन् के। मुभी चाहिँ मैले सोचे भन्दा चाहिँ एकदम राम्रो थियो। मैले यस्तो होला भनेर सोचेर चाहिँ गएको थिएन। जाम न त भन्ने हिसाबले गएको थिएँ। कति भिड थियो भनेर त हजुरहरूले देख्न सक्नुहुन्छ। अनि हामीहरू चाहिँ मुभी सकाएर फर्क्यौँ रुमको लागि। थ्याङ्क यू।